म इवन विश्व फेरि पनि यहाँहरूमाझ नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु। यहाँहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। र कोही एकै दरको घरहरू ड्रोन सट हानेर हेर्ने हो भने सबै यति रमाइलो देखिन्थ्यो होला है। 53 नजाउँ भाइ, 53 नजाउँ, 53 डाइरेक्ट जान्छ। आउँदैछु, साथीहरूको आज सबैको छुट्टी थियो। मेरो र उहाँ पर बस्ने एउटा साथीको थियो, उसको उतै बस्यो। म भन्ने चाहिँ कामबाट आउँदैछु, एक्लै हिँड्न झ्याउ लाग्दो रहेछ। यो बजिहाल्यो फेरि ठ्याक्कै कटिएर मात्रै। यस्तै छ जापानको लाइफ, चलिरहेछ। पैसा त यहाँ पानी जस्तै जाने क्या। जापानमा चाहिँ हामी स्टुडेन्टहरूको सधैँ एउटै पैसा पैसा, काम काम, गएको यही भनेर जाने रहेछ। के गर्नु, अब काममा नजाउँ पैसा आउँदैन, गएको नजाउँ पछि भिजा आउँदैन, पैसा नभए यहाँ खाना पाइँदैन, केही कुरा चल्दैन। एकदमै गाह्रो छ यहाँनिर जापानमा। स्टुडेन्ट भिजामा आउनु चाहिँ यहाँ धेरै गाह्रो छ। स्टुडेन्ट भिसामा आएर धेरै गाह्रो छ। तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने सोच विचार गरेर बुझेर मात्रै आउनु होला, धेरै नअत्तालिनु होला। अत्तालिएर चाहिँ टाइम वेस्ट नगर्नु। 15-16 लाख रुपियाँ बाबामाको पैसा नडुबाउनु। आफ्नै पैसा हालेर आए पनि आफ्नै पैसा पनि 15-16 लाख रुपियाँ नडुबाउनुहोस्। यो कुरा चाहिँ विचार गर्नुहोस्। धेरै गाह्रो छ जापानमा गर्नुलाई। यहाँनिर सानो मिस्टेक गऱ्यो भने पनि नेपाल निकाल्देला भन्ने डर होइन। यहाँ त खै के भन्नु, अब हिँडाइ यस्तो छ। अब भोको बिहानदेखि केही खाएको छैन, भोकै बेलुकाको 7 बजिसक्यो। अब गएर खाना पकाएर खाएर अनि सुत्नुपर्छ। अनि होमवर्क फेरि यत्तिकै दिएको हुन्छ, होमवर्क गर्नु पऱ्यो। गाह्रो छ, एकदमै गाह्रो छ यहाँ। त्यो नेपालकै जङ्गल जस्तो बाटो आउँथेँ, आज चाहिँ यो बाटो आएको। गाडीहरू हिँडिरहेछ। म हिँडिराखेको गल्ली पनि नेपालकै गल्ली जस्तो छ। यहाँ हेर्नु न, गल्ली छ टक्कसँगले। यतापट्टि फेरि एउटा कम्पनी छ, अनि यता यस्तो छ। गाडीहरू यस्तरी राखेको हुन्छ, यस्तरी पार्किङ गरिरहेको हुन्छ। यहाँ चाहिँ पार्किङ गर्ने ठाउँ हो। यहाँनिर पनि गाडीहरू पार्किङ गरिरहेछ। फोहोर फाल्ने ठाउँ चाहिँ यहाँनिर यस्तरी फोहोर फालेको हुन्छ। यो फोहोर चाहिँ कुन बार फाल्ने भन्ने कुरा त्यो डस्टबिनमा लेखेको हुन्छ, अनि त्यही अनुसार फाल्न ल्याउनुपर्छ। यहाँनिर त्यही अनुसार फाल्ने हो यहाँनिर फोहोरहरू चाहिँ, त्यही अनुसार फाल्ने फोहोरहरू यहाँनिर। धेरै गाह्रो छ हौ गल्ली, हिँड्दा थाकियो। यो ओसाका चाहिँ कस्तो छ भनेर तुलना गर्ने हो भने सेम काठमाडौँ जस्तै हो। जुन काठमाडौँ पनि उपत्यका हो, चारैतिरबाट डाँडाले घेरेको छ। यो ओसाका सिटी पनि उपत्यका, ठ्याक्कै चारैपट्टिबाट डाँडाले घेरेको छ होइन। समुद्रको माथि टक्कसँगले एयरपोर्ट कान्साई इन्टरनेसनल एयरपोर्ट छ। अनि यहाँको विकास चाहिँ धेरै भएको हो, विकास चाहिँ एकदम धेरै विकास।